आज एकजना बिरामी 5 दिनपछिको फलोअपमा आउनुभएको थियो। उहाँ 5 दिन अगाडि आउँदा दिशा गर्ने ठाउँको आसपासमा एकदमै दुख्ने बढी मात्रामा, तर वरपर हेर्दाखेरि सुन्नेकोहरू पनि केही नभएको अवस्थामा आउनुभएको थियो। उहाँ चाहिँ धेरै ठाउँमा उपचारको लागि जानुभएको रहेछ। यो समस्या उहाँको मलाई भेट्नुभन्दा 2 हप्ता अगाडिदेखि एकदमै चलेको समस्या रहेछ मलाई। त्यसपछि उहाँ धेरै ठाउँहरूमा जानुभएछ। कहीँ पाइल्स भन्दै उपचार दिएको रहेछ, कहीँ फिस्टुला बन्न लागेको तपाईँको भनेर औषधिहरू दिएको रहेछ, कहीँ तपाईँको फिसरहरू बनेको रहेछ भनेर औषध दिएको रहेछ, त कसैले तपाईँको कोलोनोस्कोपी गरेर नि हेर्नुपर्छ भित्रदेखि अरू पनि केही समस्या छ कि भनेर भन्नुभएको रहेछ। तर धेरै औषधि जे खाए पनि निको भएन सर। यहाँ आउनुभएको थियो मका र मैले चेकअप गरेँ। उहाँको हेर्दा चाहिँ एकदम पेनफुल भावनाले मैले 5 दिनको लागि औषधि दिएको थिएँ। 5 दिनमा आज फलोअपमा आउँदा 99% निको भएर आउनुभएछ। एकदम खुसी लाग्यो। नमस्ते, म डाक्टर हरिशरण आर्याल, कन्सल्टेन्ट फिजिसियन तथा प्रोक्टोलोजी एक्सपर्ट। 18 वर्षदेखि यहाँहरूको सेवामा हाजिर छु। उहाँको अहिले मैले जुन केस गरेँ यो म तपाईँहरूलाई अनुभव साटासाट गरिराखेको मात्रै हो। यो अनुभवमा के भन्दै यो जुन केस मैले कुरा गरेँ यो केस थियो उहाँको चाहिँ दिशा गर्ने ठाउँको आसपासमा धेरै रौँ भएको कारणले गर्दाखेरि पेरिएनल सेलुलाइटिस रहेछ। रौँहरूको फ्रिक्सनको कारणले गर्दा त्यो पार्टमा चाहिँ इन्फ्लामेसन भएको रहेछ। त्यसलाई मैले औषधिहरू दिएँ। त्यो हुनाले गर्दा निको भयो 5 दिनमा। यदि तपाईँको पनि वरपरको मान्छे अथवा तपाईँहरूको परिवारमा कसैलाई यस्ता समस्याहरू छन् भने उत्तिकै हचुवाको आधारमा अनलाइनबाट औषधिहरू मगाएर खाने अथवा औषधि पसलमा गएर मलाई औषधि दिएर लिनुहोस् भन्ने मात्रै गरेर खाने कदापि नगर्नुहोला।